हेलो गाइज, आज हामी जान आँटेको हो पिण्डेश्वरी मन्दिर। अनि हामी पिण्डेश्वरी मन्दिर जान आँटेको हो। पिण्डेश्वरीदेखि कहाँ जाने हो भने हामी पिण्डेश्वरीदेखि हामी भान्चोक जाने। भान्चोकदेखि कहाँ जाने हो हेरिराख्नु होला, साथ गरिदिइराख्नु होला। आजको बाटो म युज गर्छु भान्चोक। अनि मेरो साथ बस्ने गर्नु होला। अनि तपाईँहरूको लागि आजको भिडियोमा 5-5 मिनटको हुन्छ। तपाईँहरू मेरो साथमा हुनुहुन्छ, वाट्सएपमा बस्नु होला। सक्नुहुन्छ यहाँ बच्चाहरू छ, साइकल कुदाउँदैछ भाइहरू सक्नुहुन्छ। यहाँ यस्तो छ, यहाँ यस्तो छ। अनि यहाँ साइकल कुदाउँछ। म चाहिँ रनिङ गर्नु गएको हो क्या असलमा। म चाहिँ रनिङ गर्ने मान्छे हो नि त। ढाकामा पनि जान्छु, एक्सर्साइज पनि गर्छु। तपाईँलाई म सबै भिडियोको जानकारी दिन्छु। हामीले कुद्यौँ भने हाम्रो शरीरमा राम्रो हुन्छ क्या गाइस। अनि राम्रो हुन्छ। अनि मलाई धेरै लाइक सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनु भने त्यसलाई बहुत छुट्टी हुन्छ। लाइक गर्दा केही त हुँदैन, त्यति गरिदिनु हुन्छ। अनि हामी जान आँटेको ठाउँको नाम हो पिण्डेश्वरी। ताका म तपाईँलाई मन्दिर पनि देखाउँछु। देख्न सक्नुहुन्छ एउटा भाइ साइकल कुदाएर हुँदैछ। भर्खर त खोलेको अस्ति। मेरो बाबाको च्यानल हो क्या। मलाई थाहा छैन, मैले त हिजोदेखि गरेको भ्लग चाहिँ हेर्ने भने कहाँ 44। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ भाइहरू छ। यहाँ हेर्नु होला, साइकल राइडिङ। यो मेरो चाहिँ नि जीवन लामा हो। मेरो चाहिँ यहाँ हेर्नु होला, भाइहरू छ। म चाहिँ यहाँको रनिङ गर्नेहरू क्या। रनिङ हो म। मेरो नि धरान रनमा कति दिनसम्म गरेको भने 5 वर्षदेखि 11 अहिलेसम्म गरिरहेको छु। नगएको ल। अनि हेर्नु सक्नुहुन्छ, यहाँ यस्तो बाटो ठाउँ छ। अब जान आँटेको हुन्छ। अनि यहाँ यस्तो छ, यहाँ यस्तो छ। अब हामी जान्छौँ। ओला यहाँको नानी भाँच्चे छ गाइस, हेर्न सक्नुहुन्छ। म चाहिँ आज टक्क भएर सोचेलाई भेट्नु टक्क भएर जस्तो हुन्छ। यहाँ कुकुरहरू हिँड्दैछ। यो कुकुरहरूले टोक्यो भने सिउ लाउनुपर्छ 5-5वटा। त्यो पनि कस्तो दुख्छ, तर मलाई दुख्दैन। हेर्न सक्नुहुन्छ है, यस्तो ठाउँ छ। यस्तो ठाउँ छ। कस्तो धुलो पनि आएको छ। यो ठाउँदेखि जानुपर्छ, माथि पुग्नुपर्छ। म त फोल्डिङमा जङ्गल पनि जान सक्छु क्या। तर होस् म यो जङ्गल जान्छु। पिण्डेश्वरी पनि होइन, चोक चाहिँ जाने। पिण्डेश्वरी चोक उहाँ अनि त्यहाँ जाने। यहाँ मोटो पत्रीको सफर। म चाहिँ मेरो नाम त थाहा पाइहाल्यो होला। म अब यहाँ रोड क्रस गर्न आँटेको।
छ जेब्रा क्रसिङ आउँदैछ बिस्तारै बिस्तारै त्यस्तो छ। अघि त भाइहरूको पनि च्यानल छ क्या, त्यो भाइहरूको पनि च्यानल छ अरे युट्युब। म अहिले जाँदैछु